10 रुपैयाँ पैसा त मेरो गोजीमा होला छैन तिमीलाई के भनेर सम्बोधन गरौँ कहिले अरे यार जे भने हुन्छ हाई आइएम फ्रम नागाल्यान्ड सुमदा थ्याङ्क यू जियर माया माया पिन पिन बुद्धजी अब दिन्छु सीमा अहिले पिनमा छ तपाईँलाई म बादमा दिन्छु ल है सीमा मलाई गर्नु है भन्नुभएको छ पिन पिन बुद्धजी एकैछिन ल गोवा इन्डिया घुम्ने जानुपर्छ हुन्छ हुन्छ गोवा इज माई फेभरेट किनभने थाहा छ अब गोवा चाहिँ समरमा जानुपर्छ ओ माई गॉड गर्मी पनि हुन्छ त्यो टक्क लाएर भेरी गुड अब गोवा चाहिँ समरमा ठिक हुन्छ बुद्धजी अनन के गर्ने सुन्दरजी भन्नुभएको छ ब्याक गर्ने है सपोर्ट भन्नुभएको छ बुद्धजीलाई पनि सपोर्ट गर्नु होला प्लिज पिनाटीमा जानु होला सबैजना एभ्रिवेयर प्लिज गो टु पिनाटीमा गएर माया देखाइदिनु होला इफ नयाँ हुनुहुन्छ भने मलाई पनि सब गर्न सक्नुहुन्छ म सबैजनालाई अहिले नभए पनि बिस्तारै बिस्तारै म ब्याक गर्छु है ल है दिल्ली आउनु न प्लिज दिल्ली आउँछु म आउँछु म अहिले त होइन अब फिलहाल होइन बादमा चाहिँ म आउँछु ल है अगस्तमा आउनुपर्छ हुन्छ हुन्छ मेरो मायालु पिन भनेर एकछिन विशाल है क्यामेरा घुमाएर बोल्न मरेको कम्पनी क्यामेरा घुमाउनु बोल्न मरेका मचेको कम्पनी मैले यो बुझिनँ अस्तिदेखि भन्दैन छु किन अब हातभन्दा खुट्टा सेतो भएको छ अरे यो म त्यति गोरी छैन नि ब्ल्याक ब्युटी ब्ल्याक आम नट ब्युटी जस्ट म कालो कालो छु पेट पनि देख्यो फेरि बन्दीपुर जाउँला क्यामेराले सेल्फी हानौला अब यहाँ त छोप्नुपर्छ यस्तो गर्ने हो सपोर्ट पनि गर्नु होला पिन प्रदीप गुड मर्निङ मोटी चाहिँ कस्तो छ अरे मोटी खोइ कता छ नाइस ओ माय गॉड थ्याङ्क यू 35 जियो र नास्ता भयो नै भएको छैन म भर्खर आएको लुगा पनि यहाँ फ्याप्दै खाले आज यस्तै गर्मी भएको म कहिले ज्याकेट लाउँदिनँ नि त यो मात्रै लाउँथेँ अनि फेरि यो मात्रै लाएर यो ज्याकेट लगाएको ओ माय गॉड हिँड्दै आएको कम्ती गर्मी पनि मेरो खाले फ्याप्दै खाले अनि लाइभ स्ट्रिम अन गरेर बसिहालेको केही पनि खाएको छैन can I stand up once more? Why? No, stand up. Korean people. Sima Maya. कतिखेर stand up भन्नुभएको त हेर्न खोजेको हैन Okay, enough. सुमन दाइ फोन किनिदिउँ न अरे कसलाई सुमन दाइ किन आज चाहिँ बाइकमा आएको होइन सानो छैन म हिँड्दै आउँछु होइन के अरे के हो मेरो काइली मायालु अनि जतिखेर स्ट्यान्ड अप भने अनि उठेको देख्नुभयो म पागल के गर्छ अरे हो नि गाह्रो छ अरू बेसी कसले देख्नुभयो म उठेको भन्नु त प्लिज कमेन्ट द बिलो अनि बसिरहेको छु उठ प्लिज स्ट्यान्ड अप भन्छ अनि के भन्नु कति देख्यो कति अम्बो कति राम्रो के तरियो आयो म जाँदैछु कता मलाई सब्स्क्राइब गर्नु ल अरे तरे मा पिन अरे के छ कुशल खबर आयो मरे सास गएँ म कस्तो सोच्ने मान्छेहरू छन् के अघि दिदी रेसमा दिदी जतिखेर उठ अरे ला उठेर अब उठेर देख्यो अब त्यही हो हेर्नु खोजेको त्यही हो नि के गर्नु त अनि ल बुनु गुड मर्निङ भीम दाइ नमस्ते गुड मर्निङ सन्चै हुनुहुन्छ के चल्ली के छ खबर दाइ म सन्चै छु अझै सन्चै हुनुहुन्छ अलि नराम्रो मेसेज लेख्दै गर कि अनि म अलि इफ नराम्रो कमेन्ट गर्नुहुन्छ भने मलाई हेर्नु मन लाग्छ भने हेर्नु मजाले कमेन्ट गर्नु होइन भने म ब्लक गर्नु बाध्य हुन्छु प्लिज है ल है साथी म त गएँ अरे बस न एउटा लोकदोरी गीत गाउनु न अरे के लोकदोरी गीत गाउनु सन्चै हुनु पर्यो मेरो दाइ ल गुड मर्निङ सुमन सर भन्नुभएको छ आज बिहानै झड्कालाई अनि उठ भन्नुको मतलब नै अब त्यही हो नि अनि जतिखेर बसिरहेछु मजाले बसिरहेछु उठ न प्लिज स्ट्यान्ड अरे यार नाइ अरे ओके यसरी जान्छ फेरि नराम्रो कमेन्ट गर्नेहरू त आफै जान्छ भाग्छ यसरी अन मायामाले सबैजना जानु त हि अरे अयो गाह्रो छ नि हामीलाई